हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ बिहानको सुरुवात मेरो मामा घरदेखि गर्दैछु। ल देख्न सक्नुहुन्छ हरियो साग सब्जी यहाँ। यो चाहिँ हाम्रो नयाँ धार हो साथीहरू। सो अहिले चाहिँ म बिहान 6 बजे उठ्यो, ब्रस गर्दैछु। म चाहिँ अब हात किट्टायो, हात सेकाउँदैछु है आगोमा। यस्तो चिसो रहेछ यार साथीहरू। कति छिटो घाम झुल्किसक्नु लाग्यो यहाँ त। घाम झुल्क्यो साथीहरू। घाम झुल्क्यो साथीहरू, हेर्दा हेर्दै टुक्लुक्कै। हगी ओहो, कस्तो राम्रो देखियो नि साथीहरू। के कुरा गर्नु, ल बिहानको घाम खानुपर्छ रे के। घाममा थापिनु पर्छ रे के। अहिले बिहानको 7-8 बज्न आँटेको छ। एकजना महिला यहाँ सुतिराख्नु भएको छ, उहाँलाई अब कारवाही हुँदैछ। ल मेरो बहिनीको ज्वाइँ भने, मेरो ज्वाइँ भन्ने ज्वाइँ हेर्नु, बहिनी यस्तै छ, ढिलो उठ्नुहुन्छ। अब खाना खाएर उता जानुपर्छ। यो पैसा भन्ने 11 थियो, 11 नै नपाएर हिजो उता। अब सिस्टर उठ्नुहुन्छ, खाना बनाउनुहुन्छ। कपाल त साथीहरू मैले यो टिकटकमा कति हालेको देखेछु क्या साथीहरू। यो कपाल यस्तो गर्नु, केयर गर्नु, इधर उधर गर्नु भन्छन् नि। नाना भातीको चटक के चटक हुने बिरुवाको चिल्लो पात हो क्या साथीहरू। हुनेको हुन्छ, नहुनेको हुँदैन के। अब एउटा खानदानमा अब एउटाको कपाल भएन, अरू सबैको कपाल भयो भनेर अब त्यो किन भएन मेरो, उनी सबै भयो भनेर हुँदैन नि त। अब हुनेको हुन्छ, नहुनेको हुँदैन के। त्यही भएर जति केयर गरेर गरोस् कपालको हुँदैन के। कपाल हुने, राम्रो हुने टाइम नै आउँछ, नहुने टाइम नै हुँदैन क्या त्यस्तो। त्यही भएर यो भन्छन् अब यस्तो गर्नु, उस्तो गर्नु, यस्तो गरेपछि कपाल राम्रो हुन्छ भनेर भन्नेको भ्रमतिर नलाग्नु होला। हुनेको यत्तिकै नै हुन्छ, झन् कपाल बिग्रिन सक्छ साथीहरू। बिग्रिने सम्भावना धेरै हुन्छ। अनि त्यही भएर ताताको आटा ताताले बनाउँछ र चटपट। पहिला झोराउटी नि गर्थे,
तिनीले गराउने रहेछन् क्या ताता पापा ताता भन्छ कि त्यसलाई ए नामै त्यही हो यो राम्रो आमाको कपाल फुलेछ है फुले किन नफुले र कपाल झरिसकेछ हाम्रो आमाको पातलो भन्छ कोदो सुकाउन आँटेको नि आमा कोदो सुकाउन आँटेको नि कोदो सुकाउने यहाँ त्यो गुन्द्रुकले त मलाई खै के बोरा ल्याउने लाग्यो घर में सुख समृद्धि बनाए रखना कभी से दो साल क्या हो रहा है यह बाल पे तेरे रात के मेकअप लगे रात नहीं हो रहे आके वो आके बात के चेहरे पर बोलता बंद करो सोने भी नहीं दोगे क्या ये शांति पाओगे उसकी छुट्टी के लिए जरूरी है फाल न त उता कामरामा कमरा ओके ओके यो गोदामी पर किना सानाको गोदो हो यो थुप्रै वर्ष भयो नि कति वर्ष भयो होला नि 4-5 वर्ष हामी आएको त 4 वर्ष भयो साग दाल मासु चटनी तातो साथीहरू घाम त्यस्तै लाग्छ ल आमाको नि सुरु भयो साथीहरू मेरो यहाँ तर तातो तातो रहेछ तातो क्या
अरे वाह मासुको डल्लो गुल्टिन्छ गुल्टिन्छ सागको तान्दुर आइन्छ आइन्छ स्वाद भाइन्छ फर्स्ट बाइट खाएर ल भन्नु मारिन्छ यो चटनी खाइदिएको ओ माई गड नो प्रब्लम पिरो छ क्या किन यति पिरो भन्न आएको त नि छ वाह चोरले चाहिँ खाने गधाले चाहिँ काम गर्ने अरे वाह चौतारामा यस्तो के रोपेको रहेछ देख्दा ठुलो रहेछ नि यो चौतारा त माटोले पुरेको रहेछ जम्मै के निकालेर यत्रो गीत हो नि पहिला सानो त्यहाँ माटोले पुरेको रहेछ जम्मै अनि माटो पुरेको यस्तो नि त सिरी त भयो त लाग्थ्यो मलाई त पहिला त हो त नि पुरियो छ क्या सिरी छ क्या जङ्गल छ यस्तो निर्माण गरेको छन् अच्छा उता जाने बाटो साथीहरू कुन दिन भत्किन्छ कस्तो डर लाग्दो छ क्या बाटो नि सिरिङ हुने यार होइन नि कस्तो हिँड्छ आज बाहिर नि कहाँ आएको गएको थियो माथि सल्लाह छ बाख्रा खाएको साथीहरू कति साग हेर्नु साथीहरू आलु लाउनु लगाएर झन् बजेरीले उहीँ आज उहीँ गर्छन् रे देख्न सक्नुहुन्छ उहाँले पानी खाएको हामी चाहिँ यता घर आयौँ साथीहरू अब यता ठुलो रहेछ त चौथा रानी कि त बनाएको त्यहाँ त पछि पहिलामा यहाँ धारो थियो बाले बनाएको एक्लै बनाएको बाले धारो पछि काम लाग्नु साथीहरू किन तल छोडिदिएको त्यसलाई आइज आइज उताबाट आऊ छिटो हाम्रो बाख्रा साथीहरू केही नहुने गरे आमाले त उखु आम्बो ल कुरो लाग्छ यहाँ कुरो लाग्छ केतिर कहाँ गयो कुच्ची मया लगाएको हो र कुच्ची मया किन दुब्लाएको थिरि ल ल अब ये कुरो ला
गर्मी हो साथीहरू यस्तो घाम चर्केछ बिहान र बेलुकी मात्र जाडो हो क्या जाम कानु खोज्नु तल नि छ कि छैन तल नि छ होला बुढो घाँस काट्ने हुन्छ साथीहरू घाँसै नपाइने खडेरी लाएर सँगै म त केही बोल्नु नै आउँदैन साथीहरू के बोल्नु खै आमा परेला लाएर होला बोल्न पनि जान्दिनँ त अब घाँस काट्न जान्छौँ तलतिर हेर्दै गर्नु होला भनेको हो यसरी घाँस खोज्नुपर्छ साथीहरू यो चाहिँ बाख्रालाई हो अनि त्यही भएर खडेरी लाएर केही छैन क्या टिप्दै माथि जाने हो दे होइन क्या साथीहरू अनि त्यही गरेको चाहिँ मैले त्यसरी खोज्न पर्ने साथीहरू के गर्नु जोको चाहिँ यता सोध्नु हो त्यही हो अब कता जाने आउँछु माथि जाने यताबाट त त्यताटी जा म यताटी जान्छु त्यो त पक्रिएछ कति हाल्नु क्या हामीले चाहिँ घाँस काटेर पनि भ्यायौँ अब जानु आँटेको अहिले सुन्नुपर्छ त यसको नि घाँस बबाल हुन्छ यो बाख्रालाई हालिदिन्छ अनि फेरि काट्न जान्छौँ उतातिर घाँसै छैन क्या ए टिमर होइन नि कि त्यही हो के हो ए होइन रहेछ यस्तो देखेको क्या अरे के हो त नि अरे भिडियो गरेको मतलब भिडियो गरेको थाहा नपाएर चाहिँ नि ढुवा ढुवा पार्यो कि
त्यहाँ हाँस्नु क्या अन्त यो सबै हालिदिने लाग्यो नि कि ओ त बाख्राको टाउको कति मजाले खाएको है पादुरी टपमा हाल्दैन बिचरा के कसो हुन्छ र बाले के लिएर जानेको राम्रो जो त्यति औवा छ त्यो काटा है ल ल त्यो चाहिँ काट्दै छोड्दैन दियो कति के हो भिक्छाउने होइन दिदिन लुगा हो त्यो काचुम र अहिले फेरि एकाको पर काट्नु जान्छौँ घाँस एक लिएर हालिदिउँ गरे उता त्यो काट्छौँ र फेरि उता खोल्छन् खोल्नु जान्छौँ घाँस कसरी भनिदिन्छु म ल भोलि लानको त ल ल ए ल अब हामी औवा काट्न जाँदैछौँ साथीहरू घाँस काट्यौँ यसले एक निन्द्रा पुऱ्याइ अब हामी औवा काट्न जान्छौँ साथीहरू हेर्नु न यो जौँ काट्दैछौँ हामी काट्नेलाई त थाहा होइन औवा काट्दैछौँ यो कोदो काट्दा यसरी काट्नुपर्छ कि औवा अनि उता देख्न सक्नुहुन्छ उता पाकेकै छैन यो पाकिसकेको मेरा बेहनाले ढुटे बनाउँदैछ म काट्दैछु अनि टक्का लाएर यो यहीँको काटिसकेको छैन म फेरि आँखे छु साथीहरू आँखे सानो सानो त टिप्नै जाऊ क्या ठुल्ठुलो चाहिँ काट्न सजिलो हुन्छ हामीले यति काट्यौँ साथीहरू थोरै आउँछ क्या अब यति मान्ने यति छ काट्न अब धेरै छैन यति हो त्यसपछि हामी चल्दिन्छौँ यस्तो भुवा यो फुल तेरो त सेतो भएर देखिएकै छैन क्या तेरो सेतो भएर देखिएकै छैन हेर्न मेरो यस्तो भएर त मजे गरेँ
बाले बिहान खाना यहीँ खानुहुन्छ के भन्छ उता खानुहुन्न कि कहिले बिहान किनकि बिहान बाखेर लिएर आउनुहुन्छ नि त उता बेलुकीको खाना चाहिँ उता बिहान चाहिँ यहीँ आएर आफै बनाएर खानुहुन्छ त्यस्तो सुकाउने भनेको बात हो सुकाउने हो काटेर ल्याइम पाठा हिँडे ह त्यही उखु काट्नु गयो अलि ठुलो खाले रहेछ न कुसा लागेन कहिले हो कि शिवरात्रि खानु होला नि अथा केले टोको सिस्नो हो क्या हो thằng mà ăn bao giờ đấy अब सागको खाना जानु लाग्छ साथीहरू भन्दियो यहाँ हेलो भन हेलो गाइज भन् न हजुर खिचे अब म बा बेहेना भएर सागको खोल्न जाने किनकि अब त्यहाँ मल खन्न पर्छ नि त त्यही भएर के भन्ने ल यहाँ बोल्दै उस गर्दै गर्नु न त ल हजुर तपाईँलाई ठिक्क पार्दै होला तितोलाई देखाएको ल साथी हो गाउँघरको मलको जरा हेर्नु त साग कस्तो मजा मजाको छ यो टिपेर लैर खाने हो सबभर बेच्ने पनि हो कोही बेच्ने कोही खाने साथीहरूले नातिनीहरूले साग टिपेको छन् पोखरा हटाइन्छ नि यता नि साथीहरू साग त कति खान्छौ बेच्न पनि लाने साथीहरू मैले डोको गएको छ डोकोमा हाल्ने हो एकदम मिठो हुन्छ यो कलिलो साग मलमाको यस्तो मजाको किन उखाल्नु पर्यो साथीहरू भनेपछि यो के भन्छ अब यहाँ मल बोक्न पर्छ नि त अब आलु लाउने नि बा अनि आलु लाउने भएर नझार्ने यत्तिकै ए रोप्ने हो ए सरी मलाई त के छ पनि साथीहरू निकिता रामजाली साथीहरू यहाँ कस्तो राम्रो देखेछ मलाई त एउटा टिकटक बनाउनु मन लाग्यो यत्रो सबै उखाल्नु पर्छ साथीहरू अघि आमामा यत्रो यहाँ यत्रो है उखालेको उता राखिदिन्छु अनि बाले त्यहाँ डोकोमा राख्नुहुन्छ यो पछि उम्रिन्छ होला नि लगाए पनि माटो राम्रो पायो भने त उम्रिहाल्छ नि पछप्प राखिदिन्छु म यो अनि हुन्छ यस्तो साथीहरू
सबैले तपाईँको घर कता हो भन्नुहुन्छ। मेरो घर पर्वत हो के साथीहरू। कतिजनालाई रेगुलर भ्लगरहरूलाई त रेगुलर हेर्ने साथीहरूलाई चाहिँ थाहा। पर्वत कता भन्नुहुन्छ कुस्मा बाट अलिकति माथि आउनुपर्छ। यसरी कस्तो भइरह मलाई अब के गर्छ नि अब साग भन्नु चाहिँ एकदम मजा लाग्छ है। अनि कति बेच्ने भने कतिसम्मको हुन्छ यो सागहरू? 100 रुपियाँसम्म हुन्छ यत्र गर्छ 100 भन्छ। बिग्न चाहिँ बिग्छ लयो भने उति बेला खोसा कता उडाउँछन् लानु मात्र पर्यो। किनकि अर्गानिक भयो नि त मुठा नि ठुलै हुन्छ नि त त्यही भएर क्या। अनि लानु भयो कि भएन अहिलेसम्म मतलब यो वर्ष? यो कति बेचियो अब फेरि अब त्यो लास्ट धेरैमा कतिको बेच्नु भयो? धेरैमा 20-30 हजार 30 हजार जति पर्यो। हुन्छ त्यति हुन्छ गर्न सक्नु पर्यो आफूले पनि खानुपर्छ। यही मुठा बनाएर गाडीमा लगिदिने कि आफै गएर बेच्ने? गाडीमा लाने हो काम बोकेर हिँड्नु सक्दैछ। ए लाने अनि उतै खोसाखोस हुन्छन्? हुन्छ यस्तो भनेपछि त अनि भनेपछि त्यति आम्दानी चाहिँ हुन्छ गर्न सक्यो भने? गर्न सक्नु पर्यो कर्म पुऱ्याउनु पर्यो। अब यो साग मेन कुरा लाज मान्नु हुँदैन। लाज मान्ने त उता बजारको मान्छेहरूले किनेर कपडा बेच्छ कि लाज मान्दैन। कपडा बेच्छ उता अब चाउमिन बनाएर बेच्छ उता अब किराना पसलमा सबै सामान बेच्छ नि उनीहरू त लाज मान्नु पर्ने हो। हाम्रो यो त आफ्नो कृषि खेती लाज मान्ने हो र नि। यस्तो औषधि नै हालेको होइन है यो अर्गानिक केही नहालेको नि आफै उब्जेको? केही हालेको होइन दबाई सबै केही हाल्दैन। मलमा एकदम मलमा खट्टी यस्तो मिठो हो क्या साथी यस्तो करिलो मिठो हो साग। यहाँ चाहिँ यो मर्दैन भनेर यो माटोमा गाडेको क्या। यो चाहिँ पछि फेरि सजिलो हुन्छ नि त रोप्नलाई। साग ल्याइयो डुकोमा। साग पनि उखरले पनि भोलि मल खन्ने हो नि त अनि त्यही भएर अब आलु सालु लाउने। यो धारोले गर्दाखेरि चाहिँ ढिलो भयो नि त लगाउन आलु। ऊ बेला त लाइसक्ने बेला भयो यतिखेर त लाइसकिन्थ्यो। अनि यहाँ कोदो सुकिरहेको छ अब एकछिनमा उकार्ने होला। अब घाम नि अस्ताउन बेला भइसक्यो। अब यहाँ फेरि छिटै घाम लाग्छ फेरि छिटै नै घाम लाग्छ छिटै नै अस्ताउँछ है घाम फेरि। अनि त्यही भएर आमा चाहिँ तलतिर जानुभयो तलतिर। बाजे अहिले भरे बाखेर लिएर आउने हो। अब हामीले चाहिँ खाना बनाउँछौँ। अनि आजको भिडियो कस्तो लाग्यो साथीहरू? हजुरहरूको दिन कसरी बितिरहेको छ? म चाहिँ माओले आएको नि त अनि त्यही भएर अब धेरै दिन छैन बस्नु। अब बसुन्जेल चाहिँ हजुरहरूलाई भिडियो अपलोड गरिराख्छु म हेर्न सक्नुहुन्छ। अनि सो तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने सो सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला लाइक कमेन्ट गर्नुहोला भन्दै फेरि पनि अर्को भिडियोमा भेटौँला भन्दै आजको लागि म बाई बाई भन्न चाहन्छु। बाई।